र सबै तरिकाले जिउन सक्ने सफल भएका छौँ सम्पूर्ण महानुभावहरू। हामी अब यो पुरस्कार वितरण र समापन कार्यक्रमलाई यो महत्त्व हुने नाचको समय सके लगत्तै हामी टेबलतर्फ जोडिनेछौँ र यो महत्त्व नाच सके लगत्तै उपस्थित सम्पूर्ण महानुभावहरूले महत सँगसँगै सबैजना हामी घुमे नाच्नेछौँ र यता कार्यक्रम अगाडि बढ्दै गर्दा यहाँहरू सबैजना जतिजना विभिन्न टोल बस्तीहरूबाट आउनुभएको छ सबैजना एकरूपताका साथ एकताका साथ हामीले सबैजना घुमे नाचमा सरिक भइदिनेछौँ। त्यसैले गर्दा तपाईँहरू कोही कतै नगइदिनु हुन पनि म हार्दिक अनुरोध गर्न चाहन्छु र विशेष गरी आउँदो वर्षहरूमा आउँदो सालहरूमा तपाईँ हामी यदि बाँचिएको भने तपाईँ हामीले यदि हाम्रा काम हाम्रा कर्तव्य हाम्रा हरेक सपनाहरू पुरा भएछन् भने फेरि तपाईँ हामी अर्को सातौँ भूमि सांस्कृतिक महोत्सव प्रतियोगितामा यस्तै हर्ष र उल्लासका साथमा हामी भेट हुने बाचा पनि हामी तपाईँसँग गर्न चाहन्छौँ र विशेष गरी यतिखेर अत्यन्तै लस्करै रूपमा भूमि गाउँपालिका वडा नम्बर 6 महल तपाईँ हाम्रो बिचमा आइराखेको छ। अब बिस्तारै मौसमले पनि अलिकति हामीलाई चुनौती दिइराखेको छ। सँगसँगै यहाँ सम्पूर्ण दर्शक महानुभावहरू विभिन्न तह र तत्त्वबाट उपस्थित हुने सम्पूर्ण महानुभावहरूलाई हामी आग्रह गर्न चाहन्छौँ जसरी तपाईँले उद्घाटन समारोहदेखि आजको यो समयसम्म तपाईँले जुन खालको माया ममता जुन खालको हौसला जुन खालको सल्लाह र सुझाव तपाईँहरूले प्रदान गरिराख्नु भएको छ ती सबै कुरा हामी अपेक्षा गर्दछौँ। ती सबै कुराको लागि हामी आभार व्यक्त गर्दछौँ नमन व्यक्त गर्दछौँ र फेरि पनि आजको यो पुरस्कार वितरण सँगसँगै यो कार्यक्रमको अन्तिम क्षणसम्म पनि आम दर्शक महानुभावहरूले पक्कै पनि तपाईँहरूको साथ सहयोग र तपाईँहरूको समर्थन